हेलो कम बैक टू आवर न्यू भिडियो। आज फेरि हामी खेल्न जाँदैछौँ फ्री फायर होइन। अब यसकै कुराले होइन अब स्टार्ट हुँदैछ। म चाहिँ आज आफ्नो साथीहरूसँग खेलेको होइन, त्यत्तिकै ऱ्यान्डमसँग खेलेको। अब हेरौँ कस्तो हुन्छ। अब हेरौँ कस्तो हुन्छ गेम होइन। अब जानु त राम्रै पर्ने हो। अब कोही पनि छैन अगाडि आइरहेको रसान छैन उता गइसक्यो साइडमा। एउटा डाउन आइज उता छ आइज खाना एउटा देखेँ डाउन आइज नाइस। एउटा त्यहाँबाट छ राम्ररी हाम्रो सब कहाँ छ छिटो क्लियरको चक्करमा मरिहाल्नु। क्लियर नगर्नु पर्ने आयो हान्न। यो त रिभाइभको चक्करमा मरेर त्यो नुबडा भन्दै थियो रिभाइभ नगर। अब अर्को राउन्ड जित्नुपर्छ। सेकेन्ड राउन्ड स्टार्ट हो। अब चाहिँ ढुल चटाउनुपर्छ यसलाई, ढुल चटाउनुपर्छ एकदम मस्त तरिकाले। एनिमी एउटा अगाडि आयो ए कहाँ लाग्यो कस्तोले क्या मिस भयो यार। एउटा छ एउटा डाउन। मलाई त मकै लाग्यो है। राइडन लाग्यो किल्लो गरिस् किल्लो ठिक छ। एउटा छ एक गोली छ है, एक गोली खाएको छ एक गोली खाएको छ। मैले ज्यादा क्या बबाल हेडसेट लाग्यो बे मस्त। ओए आयो हान्न बे नुब्रा एउटालाई हान्न सकेन बटले। सारा नुब्राले एउटालाई पनि हान्न सकेन नुब्रे। अब रिभाइभ हेर्न कति एचपीमा गर्दैछ, क्लियर गर्दैछ नुब्रा मर साला बटै छ कि नुब्रा। अब के कसरी गर्नु लगाइन्छ आफै भन्छ म अब केही पनि गर्न सक्दिनँ। अलिकति हेन्डसम लागिरहेको छ क्या आज त। अब हामीले होइन छिटै सक्नुपर्छ यो म्याच। अब यो चाहिँ फिक्स जितिन्छ भन्ने आशा छ। अब यहाँ राम्रो खेल्यो भने त हो नि होइन गाइज। अब राम्रो गर्नुपर्ने, हामीले अगाडि जित्नुपर्ने। अब अगाडि छिटो जित्नुपर्छ। माथि छ न माथिबाट हाल मसँग सर्ट रेन्जको छ क्या सिएमपी। ए राइडन भाग ए यहाँ पनि छ रे यार। सारा एउटा मारे एउटा मरे यार त्यतिका मुलाको साग। अब के गर्नु गाइज यार, दुईटा मिलेर एउटा लानु कोही टिममेट पनि आउँदैन। यो म्याच पनि हाल्यो त्यतिका 4-0 नै खाइन्छ होला यार। अब इरानले नै खेलेर म कसरी खेल्नु त आफै तपाईँ भन्छ। नुब्राहरू खेल्नै सक्दैन। म अब लङ रेन्जबाट दिन्छु कि सर्ट रेन्जमा हाल्नु है बुझिस्।
मै रहेछ साला टपमा। एउटा आयो केटी आयो रुके यसले खान्छ यसले। एक सट खाए डबल उताबाट हान्दाको छ। रुक दादा एक गोली खायो जा हो हान्दैछु फेरि खायो गोली। साला अर्को आएर नहानिदियोस्। कति गोली ले क्या ल्याङ चलो छिमुला अर्कोले हान तिमीहरू के गरेर बस्छस् रे हान न। ट्रिप्ले हुन्छ गाइज पक्का अर्कोले आएर हानेको छ पक्का। साला यसको लाग्दै थियो नि मलाई। हान्नु एउटालाई किलर गर। यो राउन्ड आउँछ गाइज यो राउन्ड आउँछ। पछाडि जाऊ ले 1 गर्न सक्छ कि सक्दैन। त्यो नुबडाले अब सक्छ कि सक्दैन अब 1 मरी भए पनि निकाल्नु है गाइज। अब ग्रोजाले हान्नुपर्छ अरे लाग्यो होइन। यसलाई अब डोल चटाउँछु गाइज। डाउन छ क्लियर। रुक साइड कस्तो साइडबाट हानेको यार गाइज। राम्रो नुबडाहरू केही निकाल्नै सक्दैन अब राउन्ड। बटहरू अब निकाले पनि के गर्नु हो नि त मरिहाल्छ। ऊ यसले नै हान्छ क्या यसलाई नुबडालाई। एउटालाई निकाल्न सक्छु कि सक्दैन यार अब। डिनेटरले हानेको भए नुबडा मर्थ्यो नि। बट के गरेर बस्छ। आडियो गाइज।